नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्र भण्डारी साम्बाको फ्यानहरूको लागि एकदमै खुसीको खबर रहेको छ। साम्बा आबद्ध भएको वेलिङ्टन फोनिक्स क्लबको गेम चाहिँ शनिबार हुँदैछ। साम्बाका फ्यानहरू जो जति पनि हुनुहुन्छ, साम्बाको गेमको पर्खाइमा बसिरहनु भएको थियो, उहाँहरूको लागि एकदमै खुसीको खबर हो। र उक्त गेम चाहिँ तपाईहरूले कहाँ कसरी हेर्ने भन्ने अन्यलमा हुनुहुन्छ भने तपाईहरूले युट्युब मार्फत सजिलै लाइभ हेर्न सक्नुहुनेछ। उक्त गेम चाहिँ शनिबार 4:45 सुरु हुँदैछ। वेलिङ्टन फोनिक्समा आबद्ध रहेर सावित्र भण्डारी साम्बाले चाहिँ अस्ट्रेलियामा भएको लिग निन्जा ए-लिग वुमन्स अन्तर्गतको यो पहिलो गेम खेल्दैछिन् उनले। उनको लागि यो पहिलो गेम हो र उनको प्रदर्शन पनि उनले पक्कै पनि राम्रो गर्नेछिन्। साम्बाको फ्यान जो जति हुनुहुन्छ पक्कै पनि तपाईहरूलाई थाहा छ होला। योभन्दा अघि नै साम्बाले चाहिँ फ्रान्समा भएको एन एभेन्टगेन कप भन्ने क्लबमा आबद्ध रही युरोपियन लिग समेत खेलेका थिइन्, जहाँ चाहिँ पेरिस जस्तो क्लबहरूको विरुद्ध उनले खेलेकी पनि थिइन् र पेरिस जस्तो टिमलाई ह्याट्रिक समेत गरेकी थिइन् उनले। हाल चाहिँ उनी वेलिङ्टन फोनिक्स भन्ने क्लबबाट खेल्दैछिन्। उनले उक्त क्लबमा 2 वर्षको सायद कन्ट्र्याक्ट गरेको होलान्। अबको 2 वर्षसम्म वेलिङ्टन फोनिक्स क्लब अन्तर्गतको गेमहरू उनले खेल्नेछिन्। पक्कै पनि उनको फ्यानहरू जति पनि हुनुहुन्छ पक्कै पनि हेर्नुहुनेछ होला उक्त गेम, जुन गेमहरू चाहिँ युट्युबबाट लाइभ दिनेछ। मलाई थाहा छ पक्कै पनि साम्बाको जति पनि फ्यान हुनुहुन्छ पक्कै पनि छुटाउनुहुन्न होला उनको गेमहरू। र साम्बा चाहिँ नेपाली फुटबलको चाहिँ डेभलप हुनु क्या हुने नेपाली फुटबलको डेभलप भनेकै साम्बा हुन् है।